Hello, welcome to my vlog. Today we are going beach. Today is our holiday, so we are today full enjoy. हामी चाहिँ आज छुट्टी भइरहेको गर्दाखेरि अब हामी घुम्न जाँदैछौँ, कता कता जान्छौँ अब Beach, yeah. हामी चाहिँ फाइनली यही बेलाकी बिचतिर आइपुग्यो। अब हामी यसो समुद्रतिर घुम्छौँ। हामी चाहिँ यहाँ मेरो श्रीलङ्कन साथीहरू छन् 2 जना अनि हामी नेपाली 3 जना साथीहरू भएर चाहिँ घुम्न आएका छौँ। हेलो गाइज, हेलो हेलो मेरो साथीहरू यिनीहरू चाहिँ त्यस्तो छन्। यहाँ चाहिँ हाम्रो केटोले ड्राइभ गरिरहेको छ है, सुहदले ड्राइभ गरेको नि साथीको गाडी भेटेको ट्राई गरौँ भनेर चाहिँ। क्या काम के लिए आया हो? यहाँ का कैसे हमें काम करो तुम किधर है? नेपाली। नेपाली। ओके ओके ओके। Nice to meet. I can speak Nepali. Come. If you are and go beach, you can enjoy. Come. Okay. Okay. We have to enjoy, okay? Okay. Come. Oh, Minasan. हामी चाहिँ बिचतिर आइपुग्यो। कस्तो दिनमा आइएछ के पानी परिरहेछ। उधर बहुत अच्छा है। कौन आ रहा? भेरी कुल, एकदमै चिसो छ। हामी चाहिँ अब चिसै भयो भने एउटा रहरले गर्दाखेरि चाहिँ नि घुमघाम गर्न आइपुग्यो। भाइ, ओ भाइ, कस्तो लागिरहेछ त हो नि? योभन्दा अगाडि बिचतिर आएको थियो कि थिएनौ? हेलो गाइस। म चाहिँ मेरो पश्चिम बझाङको साथी पनि भाइ पनि हुनुहुन्छ। एकदमै रहरे मान्छे हो पनि। हामी सँगै चाहिँ आज घुम्न आइपुगेको छ बिचतिर। साथै हाम्रो 2 जना श्रीलङ्कन साथीहरू पनि छ हामीसँगै काम गर्ने। एकदमै रमाइलो छन् साथीहरू, उनीहरूलाई पनि देखाइरहेको छु। तर चिसो रहेछ हौ है।
समुद्र पारी जाउँ मायाको समुद्र पारी जाउँ फुरफुरी लाग्यो नि हो श्रीलङ्काले देशहरू हिरो नम्बरमा यहाँ त फेरि डल्फिन पो मरेछ त हौ के भएर अच्छा डल्फिन के भएर मरेछ है अच्छा लुक हियर फेरि अर्को आइपुग्यो नजिक अलिक टाढामा छ हेलो टुडे वी आर कम काशीमा बीच and full enjoying and how do you feel nice okay हामी चाहिँ इन्जोय गरिरहेका छौँ श्रीलङ्कन साथीहरू रमाइलो रहेछ Nande. Hello. Oh, This is my international friend, you know, from Sri Lanka. And we are boys enjoying. Samundra pari jau ki maya. यो समुद्र पारी जाउँ देखेर आज फुरफुरी लाग्यो नि हो यो समुद्र पारी जाऊ कि माया समुद्र पारी आऊ हैन चाहिँ भने म आफै आउँछु फर्केर बस हौ माया लाउने भए लाऊ माया जाने भए जाऊ ल है आउने भए यही पुरेर बसिराख्छु तिमी छिटो आऊ अब चाहिँ धेरै चिसो भयो पानी पनि एकदम परिरहेको छ हामी अब लगभग घर फर्किने निर्णय गरियो अब घर जाँदैछौँ हामी साथीहरू जाँदैछ अगाडि पानीले डिस्टर्ब गर्यो अलिकति आजको प्लानिङ खासै त्यति राम्रो सक्सेस चाहिँ भएन होइन सक्सेस त अब यहाँ समुद्र आउने त भइगयो तर अरू पनि हाम्रो प्लानिङ थियो पानीले डिस्टर्ब गरेको भएर खासै सहज भएन यस्तै छ गाइज ल बाई